Flowers swaying in the wind. Oh, this garden. हेलो ल है हामी चाहिँ अब पेनी फ्यान चढ्न लाग्यो डाँडा चाहिँ यति छ है दिस इज आवर फर्स्ट टाइम फर बोथ अफ अस अहिले चाहिँ कति बज्यो दिउँसोको 3 बज्न 2:45 बज्छ ल यस्तो छ है एन्ट्री चाहिँ ल हुनुहुन्छ आज हाम्रो फोटोग्राफर एकछिन रुक आउनु देऊ उनीहरूलाई पुलदेखि जाने कि यहाँदेखि जाने पुलदेखि जाने कि यतादेखि यहीँदेखि जाऊँ ल यो चाहिँ पेनी फ्यानको सर्टेस्ट रुट हो अरे सर्टेस्ट एन्ड इजिएस्ट त्यो डाँडा चाहिँ हो पेनी फ्यान त्यस्तो केही देखेन उताको मान्छे हेरेर उता देखाउन उता जुम गरेर होइन उता बसेछ अझै ऊ हो यहाँ यहाँदेखि आएको हामी यहाँ हो कार पार्क ल अब यहाँको डाँडा र नेपालको डाँडाको कम्पेयर गरौँ है त भिन्नता के हुन् 5वटा बुदामा लेखा हो ल नेपालको कस्तो हुन्छ अरे नेपालको चाहिँ अब यहाँ त आँखाले देखेभरिको डाँडा देखिन्छ नि त नेपालकोमा चाहिँ छेकिहाल्छ उसले पाहाडले यत्रो ठुलो देखिन्न चुच्चो हुन्छ अनि त्यही भएर यसरी देखिन्न यहाँ त आँखाले देखेभरिको सबै वेदर होइन वेदर चाहिँ एकदम पर्फेक्ट छ काले ध्वासे एउटा चाहिँ अर्को चाहिँ गोरी कस्तो लाग्यो काली ध्वासी त्यसलाई रमाइलो लागिरहेछ वेदर पनि ठिक्क छ त्यस्तो घाम पनि छैन हावा चलिरहेछ 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 ओके गर्दै बाटोभरि नबोलेको यहाँ अन्त यहाँ आएर बोलेको क्याप लगाएर बुढाको टी सर्ट जुत्ता र आफ्नै सबै आज वेदर चाहिँ पक्का राम्रो छ हिजो अस्ति चाहिँ एकदमै ह्युमिड थियो हिजो अस्ति चाहिँ आज चाहिँ चिसो हावा चलिरहेछ है घाम पनि ठिकै छ जस दामी छ ल त्यो चाहिँ फर्किने क्रम जारी छ धेरै जस्तो मान्छेहरू चाहिँ फर्किरहेछ अहिले हामी चाहिँ भर्खर चढ्दैछौँ
अघि त नजिक देखेँ जस्तो लाग्थ्यो, अहिले त झन्भन्दा झन् टाढा, तर धेरै टाढा छैन, नजिकै हो। ल चस्मा लगाएपछि लुक्स प्राडाको चस्मा है मैले किनिदिएको। नेपालमा 700 हालेर प्राडाको चस्मा। प्राडा होइन पाडाको चस्मा चाहिँ होला। मेरो चाहिँ के को होला यो? मेरो चाहिँ ओक्ली त होइन, खोक्लीको होला। 240 भयो तल। अलमोस्ट थाम लागिसक्यो अब चाहिँ, अलमोस्ट। हामीलाई भेडाएर जानेहरू कहाँ पुगिसक्यो, हामी चाहिँ स्लो मोसनमा बिस्तारै आफ्नै पारामा होइन के हो मन चञ्चले मेरो पारा यस्तै छ यस्तो भन्दै ल कति हो भेडा? भेडा हामी नै हो जस्तो छ। लास्ट के छ र, लास्टमा झन् छ्याप्प बस। ल छिटो आमै छिटो आम, कोही छैन पछाडिबाट आउनेहरू। ल त्यो चाहिँ फेरि अर्को बाटोबाट आएको, अर्को रुटबाट। आमा घोडा पनि हुँदो रहेछ यहाँ चाहिँ। अलमोस्ट टुप्पामा आउनु लागिसक्यो हामी। यहाँ चाहिँ घोडाहरू नै रहेछ। यो चाहिँ आइडन पालेको घोडा हो कि वाइट हर्स हो कि, त्यहाँ चाहिँ बच्चा हुन्छ। Oh my god, look at the view. यहाँदेखि चाहिँ उता पनि जानु मिल्दो रहेछ, यतापट्टिको बाटो। यो चाहिँ टप पोइन्ट चाहिँ आई डोन्ट नो ऊ त्यसमा हो कि यसमा हो। यो चाहिँ मेरो ड्रिम कार हो त सानो हुँदाको। यस्तो ढुङ्गा भेटेँ त म त बाटो खनेर। ओहो हावा त हावा त के साह्रो चलेको हो। आम्मा बिस्तारै चढ ल। ओ समातेर चढ। बहुत खतरनाक रहेछ यहाँ चाहिँ। वाउ 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 वाउ, यताबाट घुमेर आऊ ल। होला नि यता पनि
क्यामेरा हाल भयो भित्र के यो डाँडाको चाहिँ टपमा आयो हामी My God, बिस्तारै This is the top of the Penny Fan. एकदम windy छ मान्छेले बोल्न जस्तो हावा आइरहेको छ त्यहाँदेखि 886 रहेछ यो चाहिँ ल फेरि एक्कासी हावा रोकिएको हेर न ल अब जानुपर्छ एकछिन अब हामी एकछिन भिडियो फोटोहरू खिच्छौँ अनि त्यस पछाडि एकछिन फोटो भिडियो खिच्ने त्यसपछि जानुपर्छ हिँड्दै हिँड्दै अब कति आधी घन्टा लाग्छ होला होइन 40 to 45 मिनट लाग्छ होला झर्नु हामीलाई यहाँ पनि भेडा भएको भए कति राम्रो हुन्थ्यो होला यहाँ टु विन्डी भयो 40 to 45 मिनट लाग्छ झर्न त्यसपछि तल गएर अलिअलि खाजासाजा खाएर अनि जानुपर्छ चढ्दैछन् काठमाडौँ तल छ त्यहाँनिर बाटो जानुपर्ने बाटो अझै लामै रहेछ त्यहाँदेखि हेर्दा चाहिँ एकदम टाढा देखिन्छ ओह्रालोमा चाहिँ टाढा देख्छ उकालोमा चाहिँ जे पनि नजिक देख्छ अलमोस्ट आउनै लागिसक्यो अब यहाँ चाहिँ खुट्टा भिजाउने प्रोग्राम भएछ है यहाँ चाहिँ क्यामेरा छ
माथि माथि चाहिँ Sunday morning.